सोथे पनि कता पुऱ्यायो घरको खोइ ए आइपुग्नु भएछ त आए नि थाकेर आउनुभयो थाकेर त आएको त कामबाट आउने मान्छे कहाँ फ्रेस भएर आउँछ हौ। ढेँडो बनाएको छु ढेँडो खानु यो आलु चाहिँ मेरो नि फेरि ए ढेँडो चाहिँ मेरो आलु चाहिँ तिम्रो हजुर बराबर बाँडेर खाँदा हुँदैन खाउँ न ए अब खाना खाइन्छ हात त धोएर खानु ए आमाले नौरानमै यसो धोइदिएको छ भनेको सुनेको थिएँ हुन्छ चल्छ आफ्नै हात त हो ल आफ्नै बारीमा फलेको अर्ग्यानिक खानु पाए के खोज्नु होइन आमा चाहिँ मै छैन मै छ के साह्रो हतार गरेको खानु भोक लागेको छ अन्त के गर्नु मेरो बुढीले जोगाड त गर्छ हौ संसारमा सिलिन्डर सकेर पनि कम्ता महामारी छैन है हाम्रो त ताउरै ठिक छ है पुग्छ होला 3 वर्ष त 3 वर्ष म हुइजल के को डर हो तिमी बाला न सिलिन्डर जस्तो सकिने यो पुग्छ घरमा के गर्दैछस् हौ ए काकी आउनु भएछ त हौ काकी के गर्नु इस खाना बनायो बस्नुहोस् न यतै आउनुहोस् न खै नानी म त के गर्नु र सिलिन्डर सकिएर बिजोग भएको छ अलिकति कङ्गालो दाउरामा आउनु कि भनेर आएको ए काकी के सुर्ता गर्नुहुन्छ हौ काकी दाउरा छ कापी लानुहोस् न एक अङ्गालो के 2-3 भारी लानुहोस् न काकी नै ढिँडो खानुहुन्थ्यो ल खानु नि काकी ढिँडो म ढिँडो खाँदिनँ ए खानु न ठुला बडाहरू के खान्थ्यो नि मलाई त काकी यो सिलिन्डरले नि संसारैभरि नै अभर परिरहेको छ तर मलाई पोहोर काकीले मिठो ज्ञान दिनु भएर नि भनेको छ काकी काकी को हो ए काकी म के पो बताउलाई होइन काकी मेरो घरमा नानीहरू 2 दिनदेखि भोकै थियो सिलिन्डर सकेर नि अनि यसो पैँचो छ कि भनेर काकीकोमा आएको नि काकी तेरो सिलिन्डर बाल्ने औकात छ यो घर चाहिँ तेरो सिलिन्डर फ्याक्ट्री जस्तो लाग्यो तँलाई जा कहाँ गएर सार्छ जा सिलिन्डर त्यही दिन मैले फ्याँकेर चाहिँ त्यहाँदेखि दाउरा खोज्नु थालेको अभर नि परेको छुइनँ हो यी यसरी खाना आफ्नै बारीमा फलेको खानु पाएको छु काकी लानुहोस् कति चाहिन्छ दाउरा